हेलो सम्पूर्ण साथीहरुमा नमस्कार। र म चाहिँ तिहारको लागि भाइटिकाको लागि मैले सेलरोटी बनाउन रेडी गरेको। जस्तै काढा उम्रिन्छ कि काढावाला रोटी भनेको त्यो सबै सामान मैले सामग्री हालेँ, मिक्स गरेँ र पनि काढा चाहिँ निक्लेन। जस्तो डुनर जस्तो चाहिँ भयो रोटी। मलाई बनाउन आएको के हो मलाई पनि थाहा भएन। हाल्ने जति सबै हालेको यस्तो हेर्नु न, यस्तो भयो। काडै उम्रेन, एउटै काडा उम्रेन। तिहारमा अब भनौँ न, मैले फर्स्टचोटि हो मैले आफै रोटीको पिठो बनाएर फर्स्ट टाइम हो मैले यसरी रोटी बनाएर बनाएको। तर मलाई त्यस्तो अरूले त्यो भन्छ नि, त्यो बोतलको यो टाउको काटेर बोतलबाट सोही हाल्छ। तर मलाई त्यस्तो चाहिँ अप्ठ्यारो लाग्छ र म हातैबाट जहिले नै हातैबाट पोल्ने गरेको छु। मलाई हातैबाट सजिलो लाग्छ। तर काडा नउम्रेर मलाई साह्रै नरमाइलो लाग्यो, त्यही हो। यो हेर्नु न, काडै उम्रेन। मम्मी पनि बिमारी हुनुहुन्थ्यो। मम्मीले नअराइकन मैले आफै गर्नुभएको, बिग्रियो। सबै काम मैले नै गर्नुपर्ने भएर यो पनि बिहान धाउदाउ छिटो गरेर मैले यो रोटी बनाएर अरू काम बिहाको आलुको सब्जी भन्छु।